युएसए पढ्न आउनको लागि चाहिँ 2टा फर्ममा फाइनान्सियल एड पाउन सकिन्छ, जुन चाहिँ हजुरले युनिभर्सिटीको वेबसाइटभित्र गएर फाइनान्सियल एड एड भन्ने क्लिक गरेर त्यहाँ देख्न सक्नुहुनेछ। स्कोलरसिप र असिस्टेन्टसिपको फर्ममा 2टा फाइनान्सियल एडहरू पाउन सकिन्छ। तर यो स्कोलरसिप र असिस्टेन्टसिप भन्ने 2टा फरक कुरा हुन्। स्कोलरसिप चाहिँ लाइक अ फ्री मनी जस्तो हुन्छ। यो चाहिँ हाम्रो चाहिँ यो ट्युसन फीहरूमा सर्टेन पर्सेन्टले रिडक्सन लाइक 50%ले ट्युसन फी रिड्युस भयो, 80%ले रिड्युस भयो, 90% स्कोलरसिप पाएछ भन्ने सुनिन्छ नि, त्यो नै स्कोलरसिप हो। सर्टेन पोर्सन अफ ट्युसन फी चाहिँ रिडक्सन हुन्छ। कुनैमा पोर्सन हुन्छ, कुनैमा फुल स्कोलरसिप पनि पाउन सकिन्छ। स्कोलरसिपको केसमा के हुँदैन भन्दाखेरि हामीले चाहिँ जब गर्नु चाहिँ पर्दैन, अरूको कामहरू गर्नु चाहिँ पर्दैन। हामीले आफ्नो ग्रेड जिपिएको बेसिसमा अनि आफ्नो स्याट स्कोर, जिआरई स्कोरको आधारमा पाउन सकिन्छ। अब असिस्टेन्टसिप भनेको के हो त? हजुरहरूलाई थाहा नै होला, मैले अगाडिको भिडियोमा पनि सेयर गरेको छु। स्टुडेन्टले क्याम्पसमा लाइक अन क्याम्पस जब गर्न पाइन्छ, विच इज मोर लाइक अ पार्ट टाइम जब फर स्टुडेन्ट। त्यसमा पनि अब टिचिङ असिस्टेन्ट, रिसर्च असिस्टेन्ट भनेर हुन्छ। टिचिङ असिस्टेन्टमा चाहिँ अब प्रोफेसरहरूको काममा सघाउने हो। स्पेसली अन्डर ग्रेडहरूलाई कसैले पढाउने अपर्च्युनिटी पनि पाउँछ भने कसैले चाहिँ कपीहरू चेक गर्न सघाउनु पर्ने हुन्छ टिचिङ असिस्टेन्टमा। रिसर्च असिस्टेन्टमा चाहिँ रिसर्चहरू प्रोफेसरहरूले गर्ने रिसर्चहरूमा सघाउने, अनि त्यो नै हाम्रो मेन थेसिसको रूपमा पनि युज गर्न मिल्छ, गरिन्छ पनि। अरू अन क्याम्पस जबहरू पनि पाइन्छ। यहाँ फ्रन्ट डेस्कहरूमा बस्ने कामहरू पनि थुप्रै पाइन्छ अन क्याम्पस जबहरू। तर टिए र आरएलए जस्तो अरू अन क्याम्पस जबहरूले जबहरू सुइटेबल नहुन पनि सक्छ। लाइक आरए र टिएको केसमा चाहिँ के हुन्छ भन्दाखेरि हाम्रो फुल्ली ट्युसन फी पनि कभर हुन्छ र स्टाइपेन्ड पनि पाउने गर्छौँ हामीले। तर अरू अन क्याम्पस जबहरूमा चाहिँ ट्युसन फी कभर नहुने, स्टाइपेन्ड मात्र पाउने, लाइक आवरली बेसिसमा काम गर्ने, अनि जति कमायो आफूलाई भयो, त्यसबाट ट्युसन फी पुरै तिर्न त सकिँदैन नि त, नपुग्न सक्छ भन्न खोजेको। तर आरए र टिएमा चाहिँ फुल्ली कभर्ड हुन्छ, ट्युसन फी पनि स्टाइपेन्ड पनि पाउँछ। तर अब त्यस्तो भन्दै गर्दा चाहिँ अब स्कोलरसिपमा पनि स्टाइपेन्ड हुँदै नहुने भन्न चाहिँ मैले खोजेको होइन। कुनै कुनै केसमा स्टाइपेन्ड पनि पाउने गरिन्छ स्कोलरसिपमा। लाइक अब इट डिपेन्ड्स, तर मोस्ट अफ द केसमा स्टाइपेन्ड पाइँदैन स्कोलरसिपको केसमा भने। मोस्ट अफ द त्यो जिएमा चाहिँ स्टाइपेन्ड नपाउनु चान्स एकदम कम हुन्छ। स्कोलरसिपमा स्टाइपेन्ड पाउनु चान्स एकदम कम हुन्छ भने ग्रेजुएट असिस्टेन्टसिपमा चाहिँ स्टाइपेन्ड नपाउने चान्स एकदम कम हुन्छ। अरू पनि केही बुझ्न चाहनुहुन्छ भने कमेन्ट गर्नु होला।